सबै मिक्स हुन्छ कि अब के गर्नु मल्टी ट्यालेन्ट भएको जस्तै हो। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म के गर्छु भन्दाखेरि आज चाहिँ म रोटी हाल्छु अनि त्यसपछि तरकारी बनाउँछु खाजाको लागि। यहाँ भोक धेरै नै लागिसकेको छ, त्यही भएर चाहिँ हेर्नु होला म कसरी बनाउँछु, म हजुरहरूलाई देखाउँछु स्टेप बाई स्टेप। मैले चाहिँ यो सिमी काटिसकेको छु, काट्दैछु भनौँ न, काट्दैछु यो अनि यो सिमी खुर्सानी काट्छु, त्यसपछि अनि आलु काट्छु, त्यसपछि अनि तरकारी बनाउँछु अनि त्यो म हजुरहरूलाई देखाइहाल्छु नि, हेर्दै गर्नु होला ल। अब चाहिँ म काट्छु तरकारी। झ्याउ लाग्ने कि दिउँसो घरमा बसी बसी, अब भोक लाग्यो, खाजा त खानु पर्यो, के गर्ने भयो। जङ्क फुड खाँदा खाँदा बिरामी भइसक्यो, अब घरमै बनाएर आफूले खानु पर्यो। चाहिँ अहिले यहाँ कोही हुनुहुन्न कि, अङ्कल आन्टीहरू कोही हुनुहुन्न, त्यही भएर नि एक्लै झ्याउ लगाएको हो क्या। बहिनी पनि स्कुल गइसकेपछि म चाहिँ अलिक धेरै बनाउँछु तरकारी। अब किन भन्दाखेरि अनि त्यही हो कि फेरि अब पछि झ्याउ लागिहाल्छ, त्यही भएर अलिक धेरै नै बनाउँछु। भोक लागिरहेको छ क्या, खाइराख्नु पर्यो, भोकै बस्नु भएन। सो त्यही भएर चाहिँ यसको यो सिमीको तरकारी चाहिँ मलाई मनपर्छ, त्यही भएर म अलिक धेरै बनाउँछु। मैले चाहिँ अब यो रेडी पारिसकेको छु सबै काटेर। यो भयो सिमी खुर्सानी र सिमी, अनि यो चाहिँ टमाटर भयो, यो चाहिँ मसला भयो, यो चाहिँ अब लसुनको पात भयो, यो चाहिँ अब आलु, यो चाहिँ प्याज, चाहिँ यो सबै रेडी भइसकेको छ। अनि यहाँ चाहिँ अब हालेर चाहिँ कराई, यहाँ चाहिँ अब तेल छ, तेल रेडी भइसकेको छ। अब त्यो कराई तातेपछि चाहिँ अब अनि प्याज हाल्ने हो, एकछिन चाहिँ तात्तिँदैनलाई फेरि बन्द आउँछ कि त्यसपछि नतातेपछि। मैले प्याज चाहिँ हालिसकेको छु तेल डढेर। अब त्यही भएर यसलाई एकछिन फ्राई हुन दिने, अलि डिप फ्राई हुन दिने। अलि फ्राई भइसकेपछि चाहिँ अब यसलाई यो माथिबाट लसुन हालिदिने हो फेरि, अनि लसुनलाई अलि डढ्न दिने लसुनलाई। यो अलि डढिसकेपछि चाहिँ अब अलि बेसार हालिदिने। बेसार चाहिँ पछि हालेपछि अलिक गन्हाउँछ भन्ने हो कि, त्यही भएर अगाडि हालिदिएको। यस्तो भइसकेपछि अब चाहिँ आलु हालिदिने। आलु हालिसकेपछि अनि अब त्यसलाई फेरि अब यसलाई यो हालिदिने, त्यसपछि अनि यसलाई मजाले चलाउने, यसरी चलाउने मजाले। यसलाई अब मजाले चलाउने यसरी। त्योबाट चाहिँ मसला हाल्दिने, यसरी मसला हाल्ने। अब कति खानुहुन्छ हजुरको इच्छा है, मसला अब पिरो कति खानुहुन्छ त्यो त्यति हाल्ने। हाल्छपछि अब यसलाई फेरि चलाउने मजाले। यो चलाइसकेपछि चाहिँ अब चलाइसकेपछि अब मजाले अब फेरि यसमा नुन हालिदिने, यसरी नुन आफूलाई अब जति खान्छ आफू त्यति हाल्ने। फेरि चाहिँ हाल्ने, फेरि यसलाई चलाउने, यसलाई त्यसै अघिको जस्तो गरेर चलाउने फेरि। यसलाई चाहिँ एकछिन पकाइसकेपछि चाहिँ अब यसलाई यहाँबाट यस्तो हालिदिने। हालिसकेपछि अब चट्ट पारेर फेरि पनि नचलाएर यसलाई ढाकिदिनुपर्छ।
यसरी यसलाई ढाकिदिने। यो चाहिँ यस्तो हुन्छ। एकछिन यसलाई 2-3 मिनट चाहिँ ढाकेर राखिदिने, फेरि अनि यसलाई चलाउने मजाले, फेरि तलमाथि गर्ने। अनि यसलाई चलाइसकेपछि यसलाई ढाकेर राखिदिनु, फेरि पाक्छ मजाले। अब यो चाहिँ रेडी भइसकेको छ। अब यस्तो पारेर स्मेल यस्तो दामी आएको छ, वाउ। अब यो चाहिँ खानालाई रेडी भयो। अब चाहिँ यसको ग्यास बन्द गरिदिन्छु म। स्मेल यति बबाल आएको छ, बबाल। आज चाहिँ मेरो खाजा यस्तो छ, कस्तो। अब चाहिँ म खान्छु। कोही हुनुहुन्न क्या घरमा, त्यही भएर एक्लै झ्याउलाइरहेछ, एकदमै झ्याउलाइरहेछ। आफैले पकाएको आफैलाई मिठो लाग्छ मलाई त। कस्तो दामी छ क्या, बबाल। Okay guys, bye, see you next video guys. Like and subscribe अनि हेर्न चाहिँ नबिर्सनु होला प्लिज। मेरो भिडियोमा चाहिँ सबै मिक्स हुन्छ कि, अब के गर्नु, मल्टी ट्यालेन्ट भएको जस्तै हो। त्यही भएर चाहिँ मेरो भिडियोमा सबै मिक्स हुन्छ कि, कहिले ब्लग, कहिले यस्तै बनाएको, कहिले अब कता ट्राभलिङ गरेको, यता सबै हुन्छ कि। बाई।